डाकु खेल पनि डाकु अब पुया निकाल्ने क्रम हेर्नेछौँ डाकुले डाकु मार्ने छ वा छैन पुया डाकुले डाउन निकाल्न पुगे डाकु डाकु भन्दै थिए डाकुको डाकु मारे जति चोरेको थियो त्यहाँ ब्यागबाट अब निकाल्नेछन् डिआर स्ट्रिमिङ जानेछन् 18 किल्स निकालेर प्लेयर नम्बर 1 पर्खिँदैछन् ड्यामेज हेभी पेस आउट गर्नेछन् अगाडि पछाडितर्फ लाग्नेछन् डाकुले त्यहाँ रिभाइभल दिन पुगे हिरुमकलले निकाल्नेछन् त पुया एमजेएक्स लास्ट सोलका प्लेयर्स रहनेछ डिआरएसको लागि 3टा प्लेयर्स C2D को लागि यसले पनि 3टा प्लेयर्स रहेका छन् रिभाइभल दिएर पर्खिरहेका छन् निश्चल त्यो स्टोनतर्फ रहनेछन् आलु अगाडि बढ्न पुग्नेछन् त्यहाँ अग्रसर बढेर हिरुमकलले निकाल्नेछन् यो बुया प्रतिको हेल्थ कम छ क्रोनोको प्रयोग गरिनेछ प्लेयर नम्बर 1 डाउन आलुद्वारा प्रतीक डाउन निश्चलद्वारा इङ्ग्लिस क्यारेक्टरको प्रयोग गरियो त्यहाँ निश्चलको हेल्थ कम छ निश्चल डाउन टिआरएस 2टा किल डाकु अब डाकुको काम यहाँ रिभाइभ दिने किल लिने सबै काम हुनेछ एक किल निकाल्न पुगे त्यहाँ डिआरएसको लागि 2टा प्लेयर्स अहिलेको लागि लास्ट सोल सबैभन्दा खुसी रहनेछ डाकु राइट एन्ड पोजिसन तर्फ आलु रहनेछन् स्टोरेजको त्यो स्नाइपरको झट्का पनि डज गर्नुपर्ने हुन्छ डाकुलाई त्यहाँ मजाले डाक्न पुगे डिआरएसका आलुले 2 किल निकाल्न पुगे अब लास्ट सोलका एमजेएक्स पर्खिरहेका छन् आफ्नो टिम्सको लागि पोजिसन पोइन्ट एटलिस्ट रिसिभ गर्न पुगे 2टा प्लेयर्स आउनेछन् अब काम हान्ने पर्खिने धेरै भयो लास्ट सोलको मेरो क्यारेक्टरको प्रयोग गर्नेछन् हेरौँ जानेछन् 2टै प्लेयर्स त्यहाँ किल निकाल्नको लागि एमजेएक्स लाई आलु